पोहोर साल भेटेको मान्छे पनि भेट भयो फेरि। च्यानलबाट हेरिरहनु भएको दर्शक वृन्दलाई हवस् त साथीहरू, अब हामी लाग्यौँ तल हामी पङ्खाबारीको, किनभने हामी यता रोहिणीको बाटो जानेवाला थियौँ, तर त्यो एकदमै त्यहाँ जामले गर्दाखेरि चाहिँ हामी पङ्खाबारीको रोडबाट लाग्यौँ अनि बाटो हेर्दै हामी रमाइलो गर्दै गयौँ। सधैँ जस्तो हामीले पहिला पहिला जाँदाखेरि हामीले धेरै नै भक्तजनहरू यो सोमबारको दिनमा बोलबम गर्दै गएको देखेको थियौँ, तर आज हामीले एउटा पनि बाटोमा भेट्न सकेनौँ। त्यही कुरा गर्दै जाँदै थियौँ, योपालि त त्यति देखेन हामीले भन्ने कुरा गर्दै जाँदै थियौँ। त्यसपछि हुँदा हुँदा हामी सिपाहीधुरा टी स्टेट पनि पुग्यौँ अनि त्यहाँबाट हामी फर्केर आएर चाहिँ झालमुरी खाउँ है भन्ने लिएर सल्लाह गरेर हामी फेरि आफ्नो गन्तव्य मन्दिरतिर लाग्न थाल्यौँ। बाटोमा त्यहाँनिर बनाउने कार्यक्रम पनि भइरहेको छ। सायद भक्तजनहरू आउँछ भनेरै होला, बिचराहरू उहाँहरू पनि होइन हतारिँदै बनाउनु भएको। त्यसपछि अब हामी त्यसो हुँदै हुँदै हामी आइ पनि पुग्यौँ शिव मन्दिरको हाम्रो यो मेन गेटमा हामी ओर्ल्यौँ। अनि ओर्लिएको मात्रै थियौँ, त्यहाँ लास्ट टाइमको हामीले जुन भेटेको थियौँ, सायद हामीले हजुरहरूले हेर्नुभयो भने त्यो भिडियोमा देख्नु सक्नुहुन्छ, उहाँलाई नै उहाँ महानुभावलाई नै हामीले फेरि भेट्न पायौँ। फेरि पोहोर साल भेटेको मान्छे पनि भेट भयो फेरि। शिवको नागले खुम्छ नि। ठिकै छ। राति बस्नुहुन्छ? हजुर राति यहीँ बस्नुहुन्छ? मलाई देखेर छक्कै पर्नुभयो उहाँ पनि होइन। अनि उहाँ पनि हाँसेर आउनुभयो, हाँस्दै भन्नुभयो म तपाईँलाई पर्खिरहेको छु भनेर। नेपाली अप्ठ्यारो बोल्नुहुन्छ उहाँ, तपाईँलाई पर्खिरहेको भन्दै हाँस्नुभयो, छक्कै पर्नुभयो। अनि पोहोर गएको हाम्रो साथीहरूलाई पनि सोध्नु हुँदै थियो उहाँले। तर आज हाम्रो योपालि हामी 4 जना मात्रै गएको थियौँ, हाम्रो साथीहरू जानु पाउनु भएन। त्यसले गर्दाखेरि त्यहाँ एकछिन रमाइलो गऱ्यौँ। अनि उहाँसँग छुटेपछि हामी अब मन्दिरतर्फ लाग्न थाल्यौँ। यसो हेर्दाखेरि त्यति भिड चाहिँ देखेनौँ, गाडीहरू पनि त्यस्तो जाममा परेको चाहिँ लागेन योपालि, थोरै एकदमै कम मात्रामा थियो। त्यसपछि हामी सल्लाह गर्दै अब सामानहरू प्रायः जस्तो हामीले घरबाट नै सबै बोकेर गएको थियौँ। त्यहाँ किन्नुपर्ने केही थिएन पूजाको सामग्रीहरू। त्यसले गर्दा हामी अब गेटतर्फ मन्दिरतर्फ लाग्न
लाई अगाडि बढ्न थाल्यौँ। अनि मन्दिरभित्र पस्ने क्रममा हेरेको बाटोमा मतलब त्यहाँनिर पनि त्यस्तो जाम थिएन, किनभने हामी लास्ट इयर चाहिँ हामी एकदम क्युमै बसेको थियौँ। लाइन लागेर चाहिँ हामी पुरा लाइनमा नै हामी बाँधिएर कति घन्टा, झन्डै 1 घन्टा जस्तो लाइन बसेर मात्रै हामीले पूजा गर्ने मौका पाएका थियौँ। तर यसपालि चाहिँ यसो गेटभित्र पसेर हेरेको त त्यति धेरै मान्छेहरू छैन रहेछ, एकदमै खाली खाली लाग्यो। मतलब मान्छे त हुनुहुँदो रहेछ, सायद हामी ढिलो पुगेर हो कि जस्तो पनि लाग्यो। तर लास्ट इयर पनि हामी यही टाइममा नै पुगेको थियौँ, तर त्यस्तो हामी लाइन लाग्न परेन, नत्र भने हामी यही ठाउँदेखि नै हामी चाहिँ लाइन लागेको थियौँ लास्ट इयर। तर यसपालि चाहिँ हेर्नुहोस् न, यति खाली खाली परसम्म नै खाली नै छ, लाइन लाग्नुपर्ने कुनै अवस्थै छैन र हामीलाई सुविधा पनि भयो। त्यसपछि अलिअलि पर्खिँदै गर्दाखेरि हामीले भित्र हतार पूजा गऱ्यौँ। हतार भन्दा पनि योपालि राम्रोसँगले अलिकति त्यस्तो ठेलामठेल पनि थिएन, त्यस्तो रस पनि थिएन, त्यस्तो क्राउड पनि थिएन, नभएकोले कारणले गर्दा मजाले पूजा गर्न पायौँ हामीले। र भित्र सबै पूजा गरेर बाहिर पनि हामीले मन्दिरको 3 फन्को लगाएर होइन मजाले पूजा गरेर त्यसपछि अरू बाहिर पनि छ। मेन हामीले शिवजी सक्नुपर्ने सबै सामग्रीहरू उहाँलाई अर्पण गरिसकेर हामी फेरि अरू त्यहाँ बाहिर पनि मन्दिरहरू छ होइन, त्यहाँनिर हामीले पूजा गर्न थाल्यौँ। सबै पूजाहरू गरिसकेर लास्टमा हामी गणेश थानमा गयौँ। म चाहिँ गणेशको मन्दिरै खोज्दै ठिकै थियो भरे त पछि त्यहाँ टक्कै गणेशको मन्दिर पायौँ। अनि गणेशलाई किनभने गणेशको लागि पनि थोरै सामानहरू लगेको थियौँ हामीले, गणेशलाई चढाउने पनि गणेशजीलाई। त्यसले गर्दा हामीले फेरि गणेशजीकोमा गएर पूजाहरू गऱ्यौँ। त्यसपछि आएर फेरि यता सरस्वती माता, विष्णु भगवान होइन सबै भगवानहरूलाई एकदमै राम्रोसँगले आफूले जाने नजाने जति आफूले ज्ञान बुद्धि भएअनुसार पूजा गरेर त्यहाँनिर पनि भिड जस्तो थिएन। त्यसपछि हामी त्यहाँबाट निस्केर चाहिँ अब फेरि हल्का 1-2वटा यसो भिडियोहरू बनाऊँ, 1-2वटा फोटोहरू खिचौँ भनेर हामी त्यहाँ बाहिर अलिकति अनि हल्का भिडियोहरू बनायौँ। त्यसपछि अब चाहिँ जानुपर्ने भनेर बाटोमै चियाहरू खाऊँ भनेर चाहिँ हामीले चिया खानुको एकदम तलतल लागेको थियो। बाटोमा चिया खाउँ है भनेर हामी फेरि त्यहाँको दृश्यहरू अवलोकन गर्दै हेर्दै हामी त्यहाँबाट रमाइलो गर्दै फेरि अब निस्किनलाई तर्खर गऱ्यौँ। अनि ड्राइभर भाइलाई पनि अब जाउँ है भनेर रेडी गर्नलाई गरेँ। अनि म चाहिँ फेरि यहाँ फोटो हेर्नलाई व्यस्त थिएँ, हेर्नुहोस् न कस्तो फोटो खिच्दियो भनेर चाहिँ म चाहिँ त्यहाँ फोटो हेर्दै थिएँ। त्यसपछि हामी चाहिँ अब जानलाई एकदम हजुरहरूले हेरिदिनु भयो, धन्यवाद तपाईँहरूलाई। सायद पक्कै पनि हजुरलाई पनि रमाइलो भयो होला। यहाँको हाम्रो शिव खोलाको दर्शन हजुरलाई पक्कै पनि राम्रो लाग्यो होला। महादेवले सबैको भलो गरोस्। यो साउन महिनामा सबैको साउन महिना मात्रै होइन, हजुरको जसले पनि हेर्नु भइरहेको छ, जसले पनि यो मतलब वाच गरिराख्नु भएको छ, उहाँहरू सबैको भलो होस्, सबैलाई राम्रो होस्, महादेवले सदैव ब्लेस गरोस् भन्दै हामी अब आफ्नो गन्तव्यतिर लाग्यौँ। आफ्नो घरतर्फ हामी फर्किँदैछौँ। यो भिडियो मन पर्यो भने हजुरहरूले सब्सक्राइब, लाइक अनि सेयर गरिदिनु होला। सेयर गर्न नसक्यो भने एटलिस्ट सब्सक्राइब गरिदिनु होला। अनि हेर्नलाई कदाचित पनि नभुल्नु होला सुजाता तरुण ब्लग्स। थ्याङ्क यू, नमस्ते, धन्यवाद।